सम्पूर्णमा नमस्ते एन्ड गुड मर्निङ। यदि तपाईहरु पनि होमवर्कआउट गर्नुहुन्छ भने तपाईहरुलाई म 2-3 वटा स्टेपहरु आफूले जानेका स्टेपहरु गरेर देखाउने छु। तपाईहरु पनि होम एक्सरसाइज गर्नुहुन्छ भनेपछि तपाई पनि गर्न सक्नुहुनेछ र आफ्नो शरीरलाई फिट एन्ड फाइन राख्न सक्नुहुनेछ। म तपाईहरुलाई गरेर देखाउँछु। तपाईहरुले पनि यदि आफ्नो शरीरलाई फुर्तिलो तन्दुरुस्त राख्नुहुन्छ भने तपाईले पनि आफ्नो रुम भित्रै आफूलाई समय मिलेको बेला गर्न सक्नुहुनेछ है। म तपाईको अगाडि गरेर देखाउँछु। यो चाहिँ डायमन्ड पुशअप हो। डायमन्ड पुशअप यो चाहिँ आफ्नो बाइसेपको लागि है, बाइसेपको लागि। 1 2 3 4 5 6 7 8 9 10 यो चाहिँ बाइसेपको लागि। बाइसेपको लागि अब आफ्नो चेस्टको लागि चाहिँ है अलि हात चाहिँ अलि टाढा राख्नुपर्छ है। छातीको लागि चाहिँ टाढा राखेर चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 यो चाहिँ चेस्टको लागि। यदि तपाईहरु पनि होम एक्सरसाइज गर्नुहुन्छ भनेपछि मैले भनेका स्टेपहरु गर्न सक्नुहुन्छ। मजाले तपाईको मसलहरु ग्रो हुन्छ है।